हाई गाइज वेलकम टू माई अनदर भिडियो। आज चाहिँ मैले मेरो नाइट स्किन केयर रुटिन लिएर आएको छु। म के लगाउँछु त भनेर जान्न चाहनुहुन्छ भने जान्न त के चाहनुहुन्छ र पनि मैले बनाउन मन लाग्यो, सो म बनाइरहेको छु। म अरू बेला पनि बनाउँछु, तर पोस्ट गर्न चाहिँ अलिक लाज लाग्छ नि त, लजाउनु हुँदैन थाहा छ, तर पनि अलिकति लाज लाग्छ। मान्छेले के भन्छन् कसो भन्छन् भनेर, तर म समटाइम बाल्दिनँ समटाइम बाल्दिन्छु, त्यस्तै हो। मान्छेको मुड स्विङ भइरहेको छ। मैले चाहिँ यो प्लमको नाइसिनामाइडको टोनर अलरेडी लगाइसकेको छु। त्यो चाहिँ सुक्नलाई दिइरहेको छु। सुक्न पनि धेरै बेर सुक्न दिन्न, हल्का 50% जति 50-75% जति सुक्यो भने म त्यस पछाडि यो डक्टर रसेलको भिटामिन सी सेरम लगाउँछु। म चाहिँ जुनै पनि सेरम युज गर्छु गाइज। म यही हो भनेर यही लाउनुपर्छ भन्ने टाइपको म त्यो माइन्डसेट बोक्दिनँ, किनकि मलाई जुन अफोर्डेबल लाग्छ होइन, म जुन मेरो लागि सस्तो पर्छ म त्यही नै लाउने हो। मेरो स्किनमा अहिलेसम्म चाहिँ होइन, भगवान्को कान नपरुन्, यो चाहिँ मेरो मनको डाइलग हो। अहिलेसम्म जुन पनि मेरो स्किनको लागि पर्फेक्ट नै भइरहेछ। यो चाहिँ पहिले म दुबईमा हुँदाखेरि यो डक्टर रसेलको यो सेरम युज गर्थेँ। यो चाहिँ मेरो स्किनको लागि एकदम पर्फेक्ट भएको थियो क्या, ग्लोइङ टाइपको भएको थियो। अनि त्यही भएर मैले अहिले पनि यही युज गर्दैछु। नत्र भने म अरू बेला यो जुन पनि लगाइदिइरहेको हुन्छु होइन। सो मैले यो मेरो यतिको सुक्यो। त्यस पछाडि म यो पिलग्रिमको नाइट क्रिम लगाउँछु। यो चाहिँ रेटिनल हो। यो चाहिँ अलिकति 25 क्रस भएकोले लाउनु अरे, यसो रिङ्कल सिङ्कल जान्छ भनेर सुनेर मैले यससँग 2 बटा भइसक्यो गाइज। कता हो नाम पनि 2 बटा भइसक्यो लगाएको। लाउन्जेल राम्रो लाउनु छोडेपछि उयो होइन। अनि यो लगाउँछु म धेरै उयो त गर्दिनँ, मलाई गर्न पनि आउँदैन। जस्ट हल्का नलेज जति नलेज छ मसँग म त्यो सेयर गर्दैछु हजुरहरूसँग। हेरिदिनु होला मेरो भिडियो होइन गाइज। सो गाइज मैले चाहिँ त्यो लगाइसकेपछि मेरो देख्न सक्नुहुन्छ ग्लो। म लाइट बालिरहेको छु क्या। मसँग एउटा लाइट पनि छैन, म लाइट किन्छु। अब चाहिँ म लाइट किन्ने कोसिस गर्छु गाइज। अब चाहिँ म लाउँदैछु मामा अर्थको। म अफोर्ड गर्ने भनेकै यस्तै हो गाइज। म त्यो सेन्ट्रेलाको म हेर्छु, एड कार्डमा राख्छु, फेरि डेट गर्छु, फेरि एड कार्डमा राख्छु, डेट गर्छु, किनकि म किन्छु भन्छु, फेरि यत्रो खर्च गरेर के गर्नु होइन। यसले पनि त्यही काम गर्ने हो, यसले पनि त्यही काम गर्ने हो भन्ने जस्तो लाग्छ। अनि मलाई यही राम्रो भइरहेछ अहिले। म यो पनि जुन पनि लगाइदिन्छु, म यही लाउँछु भन्ने नै छैन होइन। अब यो सक्यो फेरि कुन ल्याउँछु, तर म यसपालि यही नै लाउँछु होला, किनकि यो पनि मेरो लागि मेरो स्किनको लागि सुटेबल नै भइरह। सो देख्न सक्नुहुन्छ मेरो अनुहारमा ग्लो, गुमाको ग्लो के कारणले आउँछ त भन्नुहुन्छ भने यही हो मेरो राज। यो चाहिँ लगाउने बित्तिकै मामा अर्थको राइस ड्यू ब्राइटिङ लाइटिङ मोइस्चराइजर यो लाउनुभयो भने चाहिँ हजुरहरूको स्किन मेरो जस्तै टलल टल्किन्छ, बत्ती बाल्नु पर्दैन। त्यही भएर मेरो कोठा यति उज्यालो हुनुको कारण नै त्यही हो। सो गाइज मेरो अब भिडियो चाहिँ यति नै रहेको छ। मेरो भिडियो धेरै लामो भइरहेछ होला, मलाई अलिकति काटेर मिलाएर म पोस्ट गर्छु गर्दिनँ आई डोन्ट नो होइन, र पनि म गर्ने कोसिस गर्छु। सो लाइक सब्सक्राइब, युट्युबमा हाल्यो भने सब्सक्राइब, टिकटकमा हाल्यो भने फलो, लाइक कमेन्ट गर्न नबिर्सिनु होला नि, बुझ्नुभयो। सो आजको भिडियो यति नै रहेछ। सो बाई गाइज।
झर्कोडा मानी हेर्नु होला ल